घरमा जाने अब जा पऱ्यो अब तँ पनि के भयो? म पनि के भयो हाम्रो त्यो आएर हाम्रो दुईजना दिनका दिन झगडा हुन लागेको छ तेरा लाग्दा म आएर झगडा भयो कि तेरा दुईजना पहिलादेखि झगडा थियौ? तँ आएर त झगडा भयो तँ आएबाट भिनाजु हामीसँग मगन बोल्दै बोल्सिँदैन मसँग बातै अर्सिँदैन मसँग आउँदै आइसिँदैन जहाँ तँ गयो उही पछाडि हल्सिँद तँ निक्लिनुबाट न म त्यसै किन जाउँ? भिनाजुले 4-5 महिना वर्षले भनेर बोलाइस्याउ अहिले भिनाजु आज कुरा गरौँ न को जान्छ को जाँदैन भने त्यसपछि थाहा हुन्छ। अहिले आज कुरा गरौँ न त मेरो बुढा हुन् मेरो पक्षमा बोल्ले त हुन् त्यसपछि हुने त थाहा उही साली त निराश छ त क्या भयो? क्या भयो भने त्यता सुन्ने नि यता सुन्ने यता आइसो खुबै साली 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 क्या भयो? दुई बहिनी पनि झगडा नि दुई बहिनी मिल्न सकिन्न तिमीहरू? अब त अति भइसक्यो यो घरमा कि यो बस्छ कि म बस्छु होला त्यो निर्णय त भिनाजु लक्षिन्छ। त्यसो भए हिँड म तिम्रो बसको टिकट काटिदिन्छु खालि दुई बहिनी झगडा गर्न लाग्यो। म त हजुरको पक्षमा बोलेको थिएँ भिनाजु। ल हिँड त्यसो भए तिमी हिँड यसलाई छोड